अहिले चाहिँ म आइपुगेको छु काई लुङथुङ अर्थात् हाड नाता संसर्ग भएको ठाउँ भनेर लेखिएको रहेछ यहाँ। यो चाहिँ लिम्बूहरूको मुन्दुममा आधारित यो ठाउँ हल्दिने ढुङ्गा भनेर चिनिन्छ यसलाई। काई लुङथुङ अर्थात् काई फेङमा याक्थुङ लिम्बू मुन्दुम अनुसार मुजिना खेयौङनाको पहिलो मानव जन्म छोरा सुसुगन लालाभैङ केजोङ सामिच्चा सावा यक्पुङ केम्बा हुन्छ। सावा यक्पुङ केम्बाको दुई श्रीमती थोसोलुङ फियालुङमा र योसोलुङ मुगुपलुङमा हुन्छन्। त्यसमध्ये थोसोलुङ फियालुङमाको छोरा सुसुरे सुहाम्बे र योसोलुङ मुगुपलुङमाको छोरी लाहादङनाको जन्म हुन्छ। होरुसाबाट साङदाङखिया र लिङदाङखिया हुन्छन्। साङदाङखिया र लिङदाङखियाले झुक्क्याएर कुरा लगाई एउटै बुवा सावा यक्पुङ केम्बाको दुई श्रीमतीको छोरा सुहाम्बे र छोरी लाहादङनालाई पहिलोचोटि भेट गराएर चेली माइतीबीच काई फेङमा अर्थात् हाड नाता संसर्ग गराएको स्थान नै काई लुङथुङ हो। यो ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका 6 लुङथुङमा रहेको छ। पछिल्लो समय यसलाई हल्दिने ढुङ्गाको रूपमा पनि परिचित हुँदै आएको छ।